हेलो साथीहरू, वेलकम मेरो नयाँ भिडियोमा फेरि है। अनि त्यसपछि आज फेरि म अर्को नयाँ भिडियो लिएर आएको छु। म आजकल थोरै अल्छी गरेछु है। म सधैँ भिडियो बनाएको छैन। घरि के हुने घरि के नमिल्ने भइरहेछ। तर म सधैँ थोरै भिडियो बनाएर सधैँ कन्टिन्यू गरौँ, सधैँ आऊँ भन्ने हुन्छ। तर कहिले के मिल्दैन है। त्यही पनि म फेरि आइसकेको छु। अब म भोलिबाट सकभर म सधैँ भिडियो ल्याउने कोसिस गर्छु। आजको यो भिडियोमा मैले त्यही हो, बिहानको खानासाना यताउति त्यही गराउँदैछु। अनि त्यसपछि खानासाना पकाउँदाखेरि मलाई मेरो बहिनीले हेल्प गरिदिनुहुन्छ, नन्दले है, नानीले हेल्प गरिदिनुहुन्छ। अनि त्यसपछि सबैजना मिलेर हामी बिहानको साँझको ट्याकटुक गरेर पकाउँछौँ। आज मलाई फेरि एउटा के कुरा भन्न मन लाग्यो भने साथीहरू होइन, जस्तै हजुरहरूलाई त्यस्तो हुन्छ कि नाइ होइन। म आफ्नो कुरा, आफूलाई परेको कुरा भन्दैछु है। जस्तै हामीहरू के साथीहरू हुन्छौँ नि, अब स्कुलसँगै पढेको, कलेजसँगै पढेको, अनि एकजुट अब सबैसँग कन्ट्याक्टमा नभए पनि एउटा दुइटासित कन्ट्याक्टमा भइन्छ कि एकजुट होइन। कहिले कहाँ घुम्नु जाने, कहिले कहाँ त्यस्तो घुम्नु जाने, यस्तो हुन्छ होइन। अनि त्यसपछि एउटा केही मान्नु कुरामा केही मिसअन्डरस्ट्यान्डिङ भयो, केही भयो अनि कोही एउटा साथीलाई हल्का दुःख पर्दा है, जब दुःख पर्यो साथीलाई, केहीमा गाह्रो भयो भन्दाखेरि अनि त्यो अरू साथीहरूले जज गर्ने अनि त्यसपछि नबोल्ने अनि कुरा नबुझ्ने, उसको कुरा सुन्न नखोज्ने, यस्तो भएछ कि नाइ साथीहरू। यस्तो हुन्छन् के कोही साथीहरू। जस्तै यति एउटा आफ्नो बन्ड भइसकेको हुन्छ कि साथीहरूको बिचमा। अनि त्यसपछि लास्टमा पछि केटी कुरा नबुझेर मिसअन्डरस्ट्यान्डिङले होइन, साथीको कुरा, साथीलाई दुःख परेको बेला त साथी भनेको कस्तो नो जजमेन्ट के। साथीहरू भनेको केही कुरा केही पर्दा आफूलाई दुःख हुँदा जजै नगर्ने के। जस्तो दुःखमा सुखमा पनि म छु नि तँसँग भनेर सपोर्ट गर्ने, त्यस्तो पो हुन्छ नि है। जज गर्ने यताउति, तैँले यस्तो उस्तो तँ उस्ती यताउति गर्छन् नि हो। यस्तो साथीहरू हुन्छ कि नाइ हजुरहरूको कसको। मलाई एकजनाले मलाई सेयर गर्नुभएको थियो कि है, उहाँको पनि त्यस्तै भएर साथीहरूले त्यस्तै जज गरेर अब साथीहरूको याद किन आउँदैन र। जतिखेर पनि साथी बचपनकै याद आउँछ कि जतिखेर पनि जहाँ पनि त्यही साथीहरूसँग बसेको, साथीहरूको कुरा यो त्यो। तर अहिले फेरि आफू आफ्नो त्यो साथीको उमा नभएर होइन, अरू सब साथीहरू घुम्दा हिँड्दा त्यो सब याद आउँछ नि, किन आउँदैन। तर साथीहरूले जज गर्ने, एकअर्कालाई उ गर्न खोज्ने, अनि एउटासँग कुरा नमिले अरू पनि नबोल्ने हो। यस्ता साथी हुनुभन्दा त नभएकै ठिक छ है। तर एउटा बन्ड बनिसकेपछि, एउटा कनेक्सन भइसकेपछि तर गाह्रो हुँदो रहेछ होइन। यस्तो ख्याल गर्नु होला। एकजनाले मलाई सेयर गर्नुभएको थियो आफ्नो कहानी, यस्तो भएछ यताउति भनेर। अनि हजुरहरूले के गर्दै हुनुहुन्छ, के कसो गर्नुहुन्छ। मलाई यो भिडियो एडिट गर्न पनि त्यति राम्ररी आएको छैन है। सानो सर्ट क्लिप लिन पर्ने। यो आलु बोइल पनि अघिदेखि आलु मात्र देखिरहेछ है। म सिक्दैछु, म पहिलोचोटि हो एउटा दुइटा भिडियो गराएर यसो कस्तो हुन्छ के हुन्छ सिकौँ भनेर हो गराएको। आफ्नो घरको डेली लाइफ के हुन्छ कसो हुन्छ के गर्छु सब देखाऊँ, सेयर गरौँ यताउति भनेर हो है। मलाई सपोर्ट गरिदिनु होला। अहिले थाहा थिएन केही पनि, अब बल्ल थोरै गरेर सिकिरहेको छु। अनि हजुरहरूले कहाँबाट हेर्नुभयो मलाई भन्नु होला। अहिले साउन्डको कस्तो चलिरहेछ यताउति सब भन्नु होला है। आजकल कि यो एउटा कि जस्टिस फर लक्ष्मी के आएको छ नि, यो के को होला साथीहरू। कसैलाई के थाहा छ, मलाई यसको बारेमा थाहा भएन नि। मैले अघि यसो टिकटकमा हेर्दाखेरि मैले देखेको थिएँ, त मलाई के को बारेमा के भएको, अनि यो हर्क सम्पाङ हो कि के भयो, उहाँलाई के भएको, यो के न्युज आएर अहिले के चलिरह। हजुरहरूलाई थाहा छ भने मलाई यसो खबर गरिदिनु न। मलाई यसको बारेमा केही थाहा छैन। मैले त्यही न्युजमा सुनेको थिएँ अनि यस्तो भनेर, अनि त्यही हेरेको थिएँ। त्यही भएर हजुरहरूलाई कसैलाई केही आइडिया छ के भएको भने मलाई खबर गरिदिनु है।
अनि पानी सानी कतिको के परेछ के परे होइन भन्नु सबैजनाले। यो मैले खाना चाहिँ नि मैले बिहानको बनाएको। अनि त्यसपछि बिहानको खाना त्यही त हो साथी। 5 बजे उठेर पनि काम भ्याइँदैन, 6 बजे उठेर पनि काम भ्याइँदैन। यति हतार हतारमा त हात चलाइन्छ, तर के हुन्छ कहिले के पुग्दैन कहिले के पुग्दैन। मैले त टाइम त दिनै सकिनँ कि घरि के हुन्छ। एक त उठ्न अल्छी लाग्छ। हजुरलाई पनि त्यस्तै हुन्छ कि मलाई मात्र त्यस्तो हो? म त उठ्नै सक्दिनँ कि। म त 2 मिनट सुतेँ भनेर म 1 घन्टा सुत्ने मान्छे हो। तर आफ्नो जिम्मेवारी आफ्नो कर्तव्य पुरा गर्नै पर्ने रहेछ है। अनि त्यसपछि अब यस्तो भोइस ओभर गरिन्छ नि होइन। अब बेला बेलामा के भनौँ जस्तो हुन्छ है। अब भोलिदेखि म अलि लामो भिडियो आफू के गरिन्छ कहाँ गइन्छ यो सब पनि देखाउँछु, सब लिएर आउँछु होइन। त्यसपछि हजुरलाई अझै जिज्ञासा हुन्छ, हेर्न रङ्ग लाग्छ भने हेर्नु होला, मलाई सपोर्ट गरिदिनु होला। यो भिडियोमा मेरो फोटो त हेर्नु भएन होइन, मेरो फेसहरू। तर म भोलिबाट फेस पनि देखाएर बनाउँछु, ट्राई गर्दैछु। सपोर्ट गर्नु होला। अनि अरू सब ठिकठाक हुनुहुन्छ होला हजुर होइन। अनि अचार सचार बनाउलाको किनकि गर्मी यस्तो छ। गर्मीमा अलिक टाक्का टुक्का भयो भने जिउरो पड्काउने भयो भने अलि खाना पनि मिठो हुन्छ नि त। खाना अलि रुच्छ कि भनेर अचार सचार बनाउनु लाग्यो। अनि भात दाल तरकारी अचार यही त हो। सबै बन्ने भनेको यही नर्मल खाने कुराहरू बन्दैछ। सबै यस्तै छ साथीहरू। पकाउने खाने बाहेक अरू केही पनि छैन जिन्दगीमा। पकाऊ खाऊ मात्र भइरह। यस्तै गफ गर्दा बोडीको तरकारी पनि बनिसक्यो। कहिले मैले अलि झोलिलो बनाउँछु, कहिले अलि सुक्खा बनाउँछु कि कहिले त यो बोडीको आलु यो सादा बनाएर कि हल्का झोलिलो पनि खान क्या मिठो हुन्छ। मलाई त कस्तो मिठो लाग्छ। हजुरलाई कस्तो लाग्छ मलाई थाहा भएन। सबले अलग अलग तरिकाले खानुहुन्छ नि त। एउटै तरकारी पनि 2-3टा प्रोसेसबाट खान सकिन्छ कि मिठो हुन्छ। त्यही भएर ट्राई गर्नु होला, मिठो लाग्छ मलाई त। अनि हजुरले कहाँबाट हेर्नुभएको छ, कुन ठाउँबाट हेर्नुभएको छ हेर्नु होला, मलाई सपोर्ट गर्नु होला। म अझै राम्रो अझै प्रोग्रेस गर्दै राम्रो तरिकाले बनाउँदै लिएर आउँछु। त्यही भएर सबैले मलाई सपोर्ट गर्नु। अनि भन्नुहोस् कस्तो बनाऊँ, के गराऊँ, कस्तो भिडियो बनाउँदा राम्रो हुन्छ, अरू के मेरो बारेमा के बुझ्न चाहनुहुन्छ यताउति सबै मलाई भन्नु होला। म त्यही अनुसारले सबै यताउति गराउँदै गर्छु। अनि यो मैले अचार क्याटकुट काटेर अनि यो मैले खुर्सानी यो तेलमै पड्काइदिन्छु कि ताकि यो हल्का मलाई तेलमै हाल्यो भने अलि त्यसको पिरोहरू अलि फैले जस्तो लाग्छ है। अब मेरो मात्र त्यस्तो बानी हो कि हजुरको पनि त्यस्तै हो भन्नु साथीहरू, मलाई थाहा भएन। तर मैले त्यस्तो सोच्छु कि हल्का तेलमा हालेपछि यो सबैतिर फैलिन्छ। अब तेलमा हालेपछि अलि पिरो लाग्छ जस्तो लाग्छ कि सानैदेखि त्यस्तै मेरो बानी। त्यही भएर अब अचार सचार झानेर ट्याकटुक गर्दैछु। अनि हाम्रोमा के हुन्छ भने खानासाना पाकेपछि हाम्रो अर्को भाँडोमा खनाएर ट्याक्क टुक्का राख्छौँ साथीहरू। हजुरहरूले के गर्नुहुन्छ कसो गर्नुहुन्छ मलाई सबै भन्नु होला। अनि कहाँबाट हेर्नुभयो के गर्नुभयो भन्नुहोस्। हेर्नु त जिउरो पड्किने जस्तो मैले अचार बनाइसकेको छु। अनि भोलिबाट मैले आफ्नो डेली लाइफको डेली भ्लगहरू बनाएर हाल्दै गर्छु। सपोर्ट गर्नु होला मलाई, साथ सपोर्ट दिइराख्नु होला। यति भन्दै मेरो खानासाना पाकिसकेछ। अब खाना पाकेपछि ट्याकटुक ग्यासहरू सफा त गर्नु पर्यो। आफ्नो मुख सफा गरे जस्तो ग्यास त सफा गर्नै पर्यो साथीहरू है। अनि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला। कसले कहाँबाट हेर्नुभयो मलाई भन्नु होला। अब हामी यति भन्दै आजलाई बिदा हुन्छौँ। सबै छ्याक छु किचनको काम गरेर। बाई।